वरप केटा हो के छ आज मैले राइट नाउ आएम एट सीतापाइला होइन अब यसो धादिङ जान लागेको होइन होम टाउन हो यसो भिजिट हान्दिउँ भनेर राइट नाउ आएम एट सीतापाइला यहाँबाट म अब ठुलो खोला हुँदै जान्छु नागढुङ्गाको बाटो अब अलिक गाह्रै छ गाँड खुलित छ बाटो त्यही माथि जाम पऱ्यो भने गिडै हुन्छ त्यही भएर नाउ आएम त्यही अब म यो के अरे बोल्नै बिर्सिदिने अब कस्तो टाइपको होला त्यही केटा हो अब म नागि के ठुलो खोलाको बाटो जाँदैछु अब भ्लग हेर्नु होला नि हो सीतापाइलाको महानगरपालिका हो यो आन्दोलनमा यो पनि जलाउन लाएको थियो यहाँ आएर तर यहाँको लोकलहरूले चाहिँ जलाउन दिएनन् किनभने अब त्यस्तो केही थिएन अब यो जलाएर नि फाइदा केही हुँदैन आफूले क्षति हुने भनेर यहाँको लोकल आफैले बुझेर यो बचाएका हुन् त्यही भएर यो चाहिँ भत्किन पुगेन नाम टु धारा भन्नेलाई के भन्छ केटा थाहा तिमीहरूलाई यसलाई भयो यो धारा भन्दैन यसलाई भन्छ पोइलजान धारा अब मैले सुने है फेरि मलाई अब ठुलोबडा मान्छेहरूले भनेको अब मम्मी ड्याडी हजुरआमा हजुरबाहरूले भनेको जे होस् यहाँ पहिला हुँदा चाहिँ मान्छेहरू पहिलो जान्थे अरे बुझ्यो नि केटा अब यहाँ मेरो स्कुलको भ्यान भेट्यो केटा हो स्कुलको दाइले चलाइरहनु भएको अर्मानको ड्याडीले फाइनली अब यो धादिङको नाका कट्यो अब यही हो अब यहाँ एक ठाउँमा यहाँ माथि यहाँ हामी यहाँ आइरहेको बाटोमा चाहिँ यहाँ माथि एकजना चेकपोस्ट छ त्यहाँ कहिलेकाहीँ चेकिङ यस्तो हुन्थ्यो आज रहन्छ र ठिक छ यहाँबाट तल यो छ नि यो सबै धादिङ हो तपाईँलाई एउटा कुरेर म यहाँ ऊ पनि पस्नै त म यहाँ होइन अलिक तलपट्टि जान्छु उहाँ गएर एउटा भिडियो चाहिँ हान्नै पर्ने एउटा भिडियो बाटो चाहिँ खतरा छ है केटा फेरि बाटो चाहिँ नाइस छ क्या ल केटा ब्याक यहाँ बस्यो एकछिन यसो भिडियो बनाइयो अब फेरि चल्दिउँ तल पुगेर तिमीहरू फेरि अब एक ठाउँ रोकेर राम्रोसँग देखाउँछु नि त्यही हो यसो यहाँबाट हामी यतापट्टि गयो भने हामी देउराली धार्के पुग्छ अनि यताबाट गयो भने धार्के पुग्छ यताबाट गयो भने मस्टारी र के अरे मस्टारी र देउराली पुग्छ केटा यहाँ मेरो कल आयो केटा एकैछिन ल यहाँ म यहाँ एकैछिन पज लिन्छु ल केटा हो यहाँ धार्के 13 नम्बरबाट भनेर लेखेको छ धार्के 13 किलोमिटर भनेर लेखेको छ केटा केटा फेरि वेलकम टु दादाको भ्लग अहिले फेरि अब घर फर्किनु लाग्यो आयो एकछिन बसेँ अब यसो बाबासँग भेटियो त्यही हो यहाँ बाटो हेर नि केटा बाटो चाहिँ बिल्ला छ अलिकति बिस्तारै टायर चिप्ले अगाडिको ऊ पछाडिको टायर चिप्लाएर बाइक त नाच्छ मजाले केटा घर चाहिँ ऊ हाम्रो घर चाहिँ ऊ त्यही है केटा ऊ त्यो छ नि त्यो दुईवटा हो त्यो हाम्रो घर चाहिँ ठ्याक्क हो ल केटा चल्दै गएको घर यस्तोमा नि कुदाइदिनु ब्याक टु ट्र्याक केटा ब्याक टु ट्र्याक माइलमा मेरो मामा नि यहाँ आएर बसिया रहेछ बहिनी कहाँ हो केटा हो चल्दैछ केटा यसो सानो ब्रेक लियो यहाँ यसो बस्यो एप्पी खायो अब फेरि चल्दिनु लाग्यो केटा बाई आउने रहेछ केटा म चाहिँ अन गरेर खोजेँ ओके अगाडि पछाडि त जाँदैन क्या भन्छ ल केटा ल केटा फेरि चल्दै ल बाई फेरि गोली केटा फेरि गोलीमा ज्ञानगञ्जको बोर्ड यहाँ रहेछ केटा मै पढेको स्कुलको बोर्ड
दामी हो तर कलेज चाहिँ राम्रो छ चिल छ केटा हो पढ्यो हुन्छ म 13 वर्ष यही स्कुल पढेँ केटा हो बच्चैबाट पढियो आयो ल केटा यसलाई चाहिँ यो धारालाई चाहिँ जोस् अब मैले नि मम्मी हजुरबाहरू बाबाहरूले भनेको होइन यो धारा अहिले मैले भर्खर देखाएको हजुरलाई यो धारा चाहिँ यो धारालाई चाहिँ पहिलो जाने धारा भनेर चिनिन्छ अब थाहा भएन कसरी हो होइन अब यसलाई चाहिँ पहिलो जाने धारा भनेर चिनिन्छ अरे क्या अब चाहिँ हामी टक्क यहाँ बस पार्क आइपुग्नु लाग्यौँ यहाँ तल चाहिँ अब बस पार्क छ जहाँ अब उता यो तल धामी जाने बस लाग्छ केटा हो यही हो बस पार्क यहाँ चाहिँ टन्नै बसहरू हुन्छ यही हो बस पार्क तलपट्टि अब यहाँबाट तल गएपछि तपाईँले सुरु हुन्छ त्यही केटा यही हो बस पार्क यहाँबाट अब धादिङ जानु पऱ्यो भने यता माइक्रो साइक्रो टन्नै बस टन्नै पाउँछ अब यहाँ पनि बस लाग्छ उता तपाईँले चुकबाट पनि बस लाग्छ केटा त्यही हो यहाँ पनि पुलिस बस्थ्यो केटा पहिला यो हाम्रो आन्दोलनको बेला कहाँ यो आउट अफ भ्याली जान दिएको थिएन नि त हामीलाई है हो कि त्यो पानी परेको बेला हो केटा हो हेर्न मैले एउटै गर्न लाग्यो लात्तै लिदिहाल्यो बस दुइटा अब रन्किँदै जान्छन् केटाहरू लिगिहाल्नुपर्छ केटा देख्ने बित्तिकै एउटै गाडी छ अब पछि बस्यो भने ल्याङ हुन्छ कि अब ओभरटेक गर्नुपर्छ भन्दैमा नि त्यस्तो हार्ड ओभरटेक अगाडिबाट गाडी आएर झ्यापै लिनु नि हुन्न मजाले हेर्नुपर्छ बुझ्नुपर्छ कन्डिसन होइन अब अगाडिबाट गाडी आएन भने मात्र लिने हो नभए लिनुहुन्न केटाहरू चाहिँ फेरि धेरैजनाको ध्यान जान्छ केटा हो अलिक बिस्तारै काम गर्नुपर्छ क्या यहाँ केटा यस्तो दुखेर यार मेरो यार यहाँ यसरी समात्छु नि त मैले यसरी अनि यहाँ प्रेसर पर्दो रहेछ क्या कस्तो दुख्ने कि यसरी कि त यसरी मुठी बनाएर चलाउनु पऱ्यो यहाँ यसरी मैले चलाएखेरि नभए चाहिँ गाह्रो हुन्छ केटा हरेन राजा आयो केटा राजा यो बाटोको राजा धुलो बच्चाहरूको छुट्टी भएछ रमाइलो छ केटा अहिले नै हो जिन्दगी चाहिँ होस् पछि गएर के हुन्छ अहिले यही उमेरमा मोज हो नि ल केटा चल्दैछ अन्त भन्दैन कि यहाँ लिनुपर्छ क्या बुझेर लिनुपर्छ ओट्याक पनि पहाडबाट स्कर्पियो बत्तिरै आइरहेको पहाडबाट मलाई भेटाउँछु भनेर आयो होला त्यसले मलाई भेटाउनु त सक्ने हो मलाई अर्को जन्ममा भेटाउँछ अब त्यसले मलाई ओट्याक गऱ्यो भने त मान्दिनँ केटा मैले मान्छु त त्यसलाई मैले पछाडि रन्का बुले रन्का भन्दै आइरहेको मैले अनि हेरेर केटा आयो पछाडि मान्छे छ हेरेको च्याप्पो हर्न बजाउने आएर हो यतिको बुझिस् नि परिबाट मान्छे लाउँछु गर्नुपर्छ क्या यहाँ केटा यहाँ ठ्याक्कै यो जम्मा कट्यो नि भर्खर हो यहाँ नि एउटा चेकपोस्ट छ है ठ्याक्कै यहाँ छ चेकपोस्ट एउटा यहाँ पनि ट्राफिक कहिले काहीँ बस्छ नभए चाहिँ यो बाटो ट्राफिक खासै हुँदैन केटाहरू मिलेर यस्तो घुम्ने काम तल झार्कीसम्म जाने भए आउँदा हुन्छ राम्रो छ बाटो त पुरै पिच 20 मिनट 10 मिनटमा गनेर काहीँ नरोकिने यसो आयो भने 20 मिनटमा आइपुग्छ काहीँ बसेर अब एकछिन खाँदै होइन यसो गर्दै गऱ्यो भने चाहिँ 20-30 मिनट 40 मिनट लाग्छ यताबाट गयो भने चाहिँ हामी उता कलङ्की शहीद होइन शहीद हस्पिटलमा निस्किन्छ केटा त्यताबाट गयो भने चाहिँ यो बाटो घुम्दै निस्किन्छ यहाँबाट चाहिँ सीताबारी चोक निस्किन्छ
बल्ल बाइकहरू देखिन थाल्यो यार। अब यस्तो घुम्ती छ यहाँ, मैले चाहे भए त खाली चाहिँ ओभरटेक गर्न सक्थेँ, तर अगाडिबाट झ्याप्प केही आउन सक्छ, त्यसको दिनुहुन्न। अब यहाँ खाली देखिएँ मैले, यहाँ रन्का आबुले यहाँ हामी यहाँ महानगरपालिका आयो सितापायलाको र यो चाहिँ अब सितापायला हो, त्यही हो। आन्टीले कस्तो हेर्नु भएको मुखमा मोबाइल राखेर एउटा रियाक्सन नै छुट्टै आउने केटा। बाटो खाली छ तर कर्नर छ केटा, घुम्ती छ नि त, जे पनि आउन सक्छ केटा, त्यो गरेर नलिने। यो मान्छे उभिएको यहाँबाट भित्र चाहिँ मेरो हजुरबा घर हो, ऊ अगाडि हो मेरो हजुरबा घर चाहिँ। केटा हो यता त पानी गरेर आएको छ यार केटा, होस् पानीको छिटा हाने जस्तो यहाँ। मलाई त हाने छैन त्यो, भिजा जस्तो छ यो रोड। यसलाई ओभरटेक हान्नु बत्ती र मैले घर गइहाल्नु पर्ने। हामी काठमाडौँ चाहिँ पुग्छौँ केटा, फेरि हामी पार्टी चोक कटेर हामी यहाँ सितापायला चोक, अहिले यो ओह्रालो कट्ने बित्तिकै सितापायला चोक पुग्छौँ हामी ट्याङ्गै। ओहो पल्सरवाला कस्तो बस्छ यहाँ केटाले उडाउँछ जस्तो। श्री सितापायला सेकेन्डरी स्कुल, हजुर सितापायलाको स्कुल हो ल। र केटा हो न, यताबाट गयो भने कालीमाटी कलङ्की, यताबाट गयो भने स्वयम्भू के अरे, अनि चक्रपथ। त्यो केटा हो म यहाँबाट जाने सिधै म जानुपर्ने उता, अहिले यताउति मजाले हेरौँ न केटा। आँखै बन्द गरेर चाहिँ मै जान्छु छैन त पहिला भनेर चाहिँ नजाउँ, किनकि त्यस्तो हुन्छ। अब यहाँ म जान लागेको चाहिँ उता जामा के जानु रहेछ यहाँ, ओभरलेन ओभरटेक आएको केटा। झ्याप्पै मामा अगाडि झ्याप्पै आयो मामा दाइ डन्ठा बोकेर, हिँडे खबर भनी आयो मुखै पढेर, अनि दाजु भन्न तले होइन आफू त कुर्नै पर्छ केटा, यही बाटो जाने। यहाँ गाडी फर्केर यहाँबाट फर्केर कामै हेर्दैन। ए केटा हो यहाँ बाटो बनाइरहेको थियो, अहिले के भयो जस्तो बाटो बनाइरहेको थियो जस्तो। गुल्ली हुन्छ यहाँ फर्किनुपर्छ अहिले। केटा